किनभने तपाईँ म त कति चिन्तित थिएँ भने म यो कलेज किनी स्कुल किनी पहिलाको म्यानेजमेन्टले के गर्यो होला, यो बाबुहरूको रिजल्ट कस्तो आयो होला, मलाई बडा चिन्ता थियो। खगेन्द्र सर बडा चिन्तित थिएँ म। तर खगेन्द्र सरले बडा राम्रोसँग पढाउनु भएको छ, तपाईँहरूको रिजल्ट एकदम राम्रो आयो। त्यसमा म खगेन्द्र सरलाई धेरै धेरै धन्यवाद। तपाईँले यो संस्था नपत्याइदिए भए म जस्तो मान्छे यहाँ आउनु पाउँदिनँ, कुरा बुझ्छु नि। त्यसकारण राजा अब पढ्ने, अब किनभने तपाईँ 2 वर्ष कुनै हालतमा पनि छोड्नु पर्छ। 2 वर्षपछि तपाईँहरूलाई म भुर्र उडाइदिन्छु। तपाईँहरू म के भन्छु भने अझ साइन्स पढ्नुहोस्, डक्टर बन्नुहोस्, इन्जिनियर बन्नुहोस्, पाइलट बन्नुहोस्, सिए बन्नुहोस्, होइन। तपाईँहरू हाम्रो ब्रान्ड एम्बेसडर। हामीसँग 5 जना थिए होइन। यी 5 जना मेरा प्यारा प्यारा भाइ बहिनीहरू, म तपाईँहरूलाई चाहिँ म एकदम ब्रान्ड एम्बेसडरको रूपमा हेर्न चाहन्छु। म कुनै कसर बाँकी राख्दिनँ। अब तपाईँहरूले पढ्ने र तपाईँहरू सही मान्छेको हातमा आउनु भएको छ। तपाईँहरूको प्यारेन्ट्सहरूसँग हामी ट्याकल गर्छौँ, तपाईँहरूसँग हामी ट्याकल गर्छौँ, तपाईँहरूका आफ्ना साथीभाइहरू सब त्यो पनि ल्याइछु, होइन। कुनै कसर बाँकी राख्दिनँ मैले। तपाईँहरूलाई म एकदमै मनैदेखि म तपाईँहरूलाई एउटा लेभलमा पुऱ्याएर अनि मात्र छोड्दैछु राजा। त्यो कुरो बुझिसक्यो, होइन। हामी ठ्याक्कै अब मलाई लाग्छ 11 हामी जोइन गर्छौँ। हामी यो भवनमा बस्दैनौँ अहिले, तत्काल चाहिँ हामी यसैमा बस्छौँ। तर हामी यही 1 इयरभित्रमा हामी खतरा बिल्डिङ, नेपालकै सुन्दर बिल्डिङ र यो मलाई लाग्छ चक्रपथकै सबभन्दा नम्बर 1 कलेजमा तपाईँहरू पढ्दै हुनुहुन्छ, कुरा बुझिसक्यो है। म ग्लोबल कलेज, केएमसी, व्हाइट हाउस, कुरा बुझिसक्यो नि, यी सबैमा म आबद्ध छु। अहिले चाहिँ मेरो 3टा कलेज, मेरो स्किम कलेज, अध्याय पाठशाला कलेज र आरम्भ गुरुकुल कलेज है। मेरो यो कलेजहरू हो। मैले कलेजको दुनियाँमा मेरो एकदमै नाम छ, कुरा बुझ्यो नि। मेरो म्यानेजमेन्ट भनेको मेरो जति पनि यहाँ टिम छ नि, जस्तो यहाँको प्रिन्सिपल डाक्टर प्रवीण ठाकुर, केमिस्ट्रीको पिएचडी, उहाँ चाहिँ नेममा आबद्ध हुनुहुन्छ, युनाइटेडमा आबद्ध हुनुहुन्थ्यो। अहिले मैले युनाइटेडबाट छोडाएर कम्प्लिटली यहाँ राख्दिनँ, कुरा बुझिसक्यो। उहाँ 3टा युनिभर्सिटी, जस्तो अस्ट्रेलियन युनिभर्सिटी, मलेसियन युनिभर्सिटी र तपाईँलाई के अरे युके युनिभर्सिटीबाट अवार्ड प्राप्त व्यक्ति हो, एकदमै डाइनामिक व्यक्ति हो। प्लस हाम्रो गोपाल सर एकदम आदरणीय सर, उहाँ चाहिँ यो म्यानेजमेन्ट लेभलमा उहाँको एकदमै राम्रो योगदान छ, कुरा बुझ्यो। हाम्रो सुरज सर एकदमै हाम्रो ल सेक्टरको एकदमै हाम्रो ब्रान्ड भएको व्यक्ति हुनुहुन्छ, हामीसँग एकदमै राम्रो व्यक्ति। अर्को हाम्रो डाक्टर मनोज झा भनेको केमिस्ट्रीको डाक्टर मनोज झा भनेको केमिस्ट्रीको पिएचडी हुनुहुन्छ। उहाँ चाहिँ जति पनि तपाईँको अहिले मेडिकल सेक्टरमा उहाँले चाहिँ कतिलाई डक्टर बनाउनुभयो हाम्रो टिममा। अर्को हाम्रो के अरे इन्द्र मेहता भन्ने हुनुहुन्छ, अहिले पाटन हस्पिटलको डक्टर हुनुहुन्छ, उहाँ हाम्रो बायो डिपार्टको यहाँ हेड हुनुहुन्छ यहाँ है। हाम्रो नेपालको टप लेक्चरहरू हामीले यहाँ आबद्ध गराएका छौँ। अब भाइ बहिनीहरू तपाईँहरू 2 वर्ष अलिकति ध्यान दिएर पढ्ने हो, कुरा बुझ्यो नि। पढिसके 2 वर्षपछि घुरेर उड्ने हो, आफ्नो काम गर्ने हो, आफ्नो एउटा के विषयमा पढ्ने हो त्यो अगाडि जाने हो। तर 2 वर्ष तपाईँहरू यो संस्थासँग, संस्थाले चाहिँ एकदमै अलिकति टाइट रूपमा तपाईँहरूलाई प्रस्तुत गर्छ। तपाईँहरू 2 वर्षको लागि चाहिँ अलिकति आफ्नो साथी भाइ बहिनीहरू को छ त्यो सबैलाई चाहिँ आबद्ध गराइछ, होइन। 2 वर्षमा हामी एउटा लेभल बनाउँछौँ है, त्यो हिसाबले हामी गर्छौँ। अब मेरो यी नजिक तपाईँहरूलाई मैले गर्न चाहन्छु है भाइ। ल, तपाईँहरूले धन्यवाद।